सम्माननीय सभामुख महोदय, सार्वजनिक खरिद ऐन दोस्रो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सैद्धान्तिक छलफलको क्रममा म यहाँ उपस्थित भएको छु। सार्वजनिक खरिद प्रणाली राज्यको विकास, सुशासन, सार्वजनिक स्रोतको सदुपयोगसँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो। त्यसैले यस सम्बन्धी कानुन समयानुकूल, पारदर्शी र प्रभावकारी हुनु अत्यन्त आवश्यक छ। हालको सार्वजनिक खरिद प्रणालीमा ढिलासुस्ती, अनावश्यक झन्झट, लागत वृद्धि, ठेक्का अलपत्र पार्ने, गुणस्तरीय काम नहुने जस्ता प्रश्नहरू कयौं उठिरहेका छन्। यस्ता समस्याहरूको समाधान गर्दै विकास आयोजनालाई समयमै सम्पन्न गराउन यो संशोधनले सकारात्मक योगदान पुर्याउने अपेक्षा गर्न सकिन्छ। तर संशोधनको उद्देश्य केवल प्रक्रिया सहज बनाउने मात्र हुनु हुँदैन। प्रतिस्पर्धी र पारदर्शिता, जवाफदेहिता, भ्रष्टाचारलाई नियन्त्रण गर्न सक्ने अझ सुदृढ बनाउने हुनुपर्छ। कुनै पनि प्रावधानले सीमित समूहलाई लाभ पुग्ने वा प्रतिस्पर्धा कमजोर हुने अवस्था सिर्जना गर्नु हुँदैन। साथै निर्माण व्यवसायीको क्षमता मूल्याङ्कन, ठेक्का व्यवस्थापन, डिजिटल खरिद प्रणालीको विस्तार, अनुगमन संयन्त्रलाई थप प्रभावकारी बनाउने विषय राख्न आवश्यक छ र खरिद प्रणालीमा सब टेन्डर दिने व्यवस्थालाई पनि एकदमै गहन तरिकाले हेर्नु पनि आवश्यक छ र धेरै सब टेन्डरहरू दिएका कारणले गर्दा पनि समयमा ती कामहरू हुन नसक्ने र बिचमा बिचौलियाले चलखेल गर्ने गरेको पनि हामीले देखिरहेका छौँ। त्यसकारण यहाँ कानुन मन्त्री यहीँ उपस्थित हुनुभएको छ र म हार्दिकताका साथ अनुरोध गर्न चाहन्छु, दीर्घकालीन घाटा नपर्ने गरी र देशलाई घाटा नहुने गरी यस विधेयकमा सच्याउनु पर्ने कुराहरू सच्याएर र सशक्त रूपले यस विधेयकलाई अगाडि बढाइयोस्। यी सबै पक्षमा विस्तृत छलफल गरी विधेयक अझ परिमार्जन र प्रभावकारी बनाउनु पर्ने आवश्यकता रहेकाले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्तावलाई समर्थन गर्दछु। धन्यवाद।